जोर गरिरहेको छ मणिमुकुन्द भलिबल क्लब। यो साइडमा भने केही राम्रो देखिरहेको छ, कन्टिन्यू भने गर्नुपर्ने छ, गरिरहेको छ कन्टिन्यू। यहाँ सायद यहाँ रेफ्रीलाई डिसिजन दिन अलिक गाह्रो भएको जस्तो लाग्यो मलाई। अब हामी त्यहाँ प्लेयर भएको भए अब आफ्नो मिस्टेक भन्दा अरूको मिस्टेक हामीले देख्छौँ नि त होइन, जस्तै ओभरल्याप गरेको जस्तो लाग्यो होला उहाँलाई, त्यही भन्ने हुन्छ। फेरि रेफ्रीले देख्नुभयो उनीहरूको नेट टच, उहाँहरूको नेट टच जुन टच गर्नुभयो त्यो डिसिजन दिनुभयो उहाँहरूले चाहिँ। कमजोरी त आफै गर्ने यहाँ मणिमुकुन्दले। एपिएफलाई कुनै समयमा अङ्क प्राप्त भइरहेको छैन भने मणिमुकुन्दले आफै दिलाइदिएको अङ्क। यो किसिमको खेल हामीले अलिक कमै देखिरहेका छौँ। आजको खेलमा अपेक्षा गरे अनुसार खेलिरहेको छैन टिम। राजकुमार निरौलाको सर्भिस थियो, के आउने छ यसको जवाफ? के ट्राई गरिरहेका थिए यहाँ विशन रनपाल। पछिल्लो खेलमा एकदमै राम्रो खेलिरहेका थिए, ठुलो सर्टको लागि गएनन्। आई क्यान सी होइन सेटरको अलिकति कमजोरी एज वेल। उहाँनिर चाहिँ ब्लक स्ट्रङ भएर त्यो ब्लकले टच गर्नुभयो होइन, त्यो भनेको त उहाँहरूकै राम्रो हो। म चाहिँ यस्तो सिचुएसनमा प्लेयरहरूलाई स्पाइकरहरूलाई के भन्ने गर्थेँ भने यदि त्यो बल मिस्टेक छ भने मिलाम न त होइन, सेफ कटाम या त केही गरौँ होइन। तर हान्नेलाई चाहिँ अलिक गाह्रै हुन्छ हुन त, त्यो म बुझ्छु होइन, र पनि सेफ त कटाउन सक्छौँ नि त भनेर चाहिँ हामीले यसरी भन्थ्यौँ कि त्यो टाइममा। अहिले उहाँको चाहिँ अब उताको ब्लक स्ट्रङ भएर उहाँहरूले पोइन्ट ल्याउन सफल भयो ब्लकिङले। रुपेन्द्र त्यहाँ अहिले पनि चान्स छ, यहाँ के गरिरहेछन् रुपेन्द्रले। टुटसफल अङ्क आउनेछ मणिमुकुन्दलाई। यो सेटमा भने केही देख्न सक्छौँ यहाँ टिमको लागि सहज भइरहेको छ। जसरी पहिलो सेट गएको थियो त्यो अनुसार यहाँ केही सुधार गरिरहेको छ, कन्टिन्यू भने गर्नुपर्ने छ। विशन आउनेछ सर्भिसमा र यहाँ अङ्क आउनेछ एपिएफलाई। यो पटक पनि राम्रो एक्टिभ थिए रुपेन्द्र। अझ पहिलो सेटको तुलनामा त कम्तीमा यो सेटमा केही राम्रो गर्दैछ मणिमुकुन्दले र प्रहारहरू पनि जोरदार गर्न थालेको छ र यसरी नै प्रहार गरिरहने हो भने केही राम्रो हुन सक्छ। यो राम्रो शट। मणिमुकुन्दका दिनेश कुँवरले प्रहार गरेका छन्। ओह, सुरेन्द्र केसी हो नाम। त्यो प्रहारबाट नै थाहा हुन्छ, आइडिया भइहाल्छ हामीलाई। विनोद चन्द रहेका थिए, त्यसपछि सुपेन्द्रको आजको गेम प्ले मलाई अत्यन्तै उत्कृष्ट लाग्यो। सेटर सुपेन्द्र परियार यङ लेभलदेखि नै हामी देखिरहेका छौँ। क्यान राई केही इन्जोय गर्दैछन् त्यहाँ बिचमा, डान्स मुभहरू दिइरहेका छन् उनी। रुपेन्द्र सर्भिसमा यहाँ भने केही मुभ दिन चाहन्थे सङ्गम कप्तान र उनको मुभ भने असफल भएको छ। जसरी पनि बलियो बनिरहेको छ विभाग र टिम विरुद्ध। राम्रो यहाँ प्रयास सुरेन्द्र परियारको। दोस्रो सेटमा पनि लगभग एकदमै राम्रो बलियो अवस्थामा आइसकेको छ एपिएफ। पहिलो सेटमा झनै सहज भयो एपिएफलाई, 25-10ले जितेको थियो पहिलो सेट र दोस्रो सेटमा केही कम्पिटिसन दिएको छ यहाँ मणिमुकुन्दले। कमब्याक गर्ने मौका पनि छ यो अवस्थाबाट, तर केही ढिला भइसकेको छ। देख्न सक्छौँ यहाँ प्रयास पनि राम्रो गरिरहेका छन् हिम। मैले भनेको थिएँ कि पहिलो सेटमा त्यति धेरै खास तातेको थिएन यो टिम। दोस्रो सेटमा अलिकति तातेको जस्तो देखिन्छ, तर एपिएफ अब त्यो जुन कन्फिडेन्स छ उनीहरूमा, आत्मविश्वास कि हामीले त सजिलैसँग परास्त गर्न सक्छौँ भन्ने, त्यसले गर्दा पनि ओभर पावर गरिरहेको छ। र सङ्गम श्री यो पनि राम्रो स्पाइक रह्यो, डबल ब्लक त थियो तर
प्रहार गरेका थिए फर्स्ट जुन हामी टच आउटको कुरा गर्थ्यौँ, यदि त्यो पोजिसनबाट डेड ब्लक भएन भने त बाहिर नै जान्छ होइन पनविका? धेरै समय, अधिकांश समय हुँदै त्यही हो। अब एउटा भनेको कि त टच आउट कि भनेको बल कटिङ भन्ने कुरा हुन्छ त्यसमा। टच आउट नै हुन पुग्यो यहाँ, एपिएफलाई अङ्क प्राप्त हुनेछ। सहज अवस्थामा 5 अङ्कको अग्रता, 5 अङ्क आवश्यक दोस्रो सेट जित्नको लागि एपिएफको लागि। केही राम्रो राम्रो मुभहरू पनि बने। सुरेन्द्र परियार आउनेछन् सर्भिसमा, के मौका हुनेछ? के पनि हुने छैन। सन्तोषले दिएका छन्, रेहा चान्स बन्न सक्ने थियो र सदुपयोग पनि भएको छ। एपिएफ क्लब अब पनि सहज अवस्थामा आएको छ। यो खेलमा आफूलाई एकदमै राम्रो। सुरेन्द्र केसीले पनि आज राम्रो गरिरहेका छन् एपिएफको लागि। उनी एपिएफको लागि भरपर्दो खेलाडी पनि बनेका छन् पछिल्लो समय। के हुनेछ? सन्तोषले पठाइदिएका छन् फिर्ता बल, फेरि पनि पठाइदिनेछन् र सन्तोष कुनै पनि बल सहज भइरहेको छैन यहाँ। र सहज कसरी हुन्छ यहाँ? राजकुमार निरौला आएका छन् अब टिमका लागि। यस्तो जुन रिसिभहरू पुगेको हुँदैन नि, अब त्यो बलहरू याद गर्नुभएको छ कि छैन? हाम्रो टिममा चाहिँ सलिना श्रेष्ठ सिज देयर टु लिफ्ट द बल टु द स्पाइकर होइन। जसरी विनोद दाईले स्पाइकरलाई लिफ्ट गरिदिनु भयो, त्यो चाहिँ किन भन्दाखेरि उहाँहरूको चाहिँ डिफेन्स एकदम राम्रो हुन्छ, एक्युरेट हुन्छ। त्यही कारणले त्यो ठाउँमा बल पुग्छ र स्पाइकरले राम्रो हिट गर्न सक्छ भनेर चाहिँ उहाँलाई नै दिएको हुन्छ कि त्यो बल चाहिँ। तेइस 15 स्थितिमा आम पुलिस फोर्स मात्र 2 अङ्क टाढा छ दोस्रो सेट जित्नको लागि। हेर्न सक्छौँ आएका छन् लेस्मन रहादी, गुल्मीका जिल्लाका खेलाडी हुन् मलाई जहाँसम्म लाग्छ, र राम्रो खेलाडी हुन् उनी। मलाई बरु लेस्मन, दिनेश कुँवर उनीहरू आइसकेपछि बरु अलिकति राम्रो भइरहेको छ स्कोरिङमा। सुरुवातबाट नै त्यो गर्नुपर्ने थियो आवश्यक, तर सुरेन्द्र साट्ने छैनन्। सुरेन्द्र केसीलाई अहिलेसम्म मैले ब्लक गरेको देखेको छैन यो मणिमुकुन्दको ब्लकले। भित्र बाहिर जताबाट पनि आउँछन् उनी अङ्क दिलाएरै छाडेका छन् 100%। यानी सेट पोइन्टमा छ आम पुलिस फोर्स। सेट पोइन्ट भने हुनेछ, बाहिरिएको छ प्रहार र यस प्रकार 25-16 ले जितेको छ दोस्रो सेट पनि। महेश चौधरी खुसी छन्, आरामसँग एपिएफले आफ्नो अपेक्षा गरेको प्रदर्शन नै गरिरहेको छ। सुरेन्द्र केसी घातक छन्, राजकुमार निरौला, सरोज बर्देमा ब्लकमा त्यस्तै, रूपेन्द्र र सन्तोष, विनोद चन्दको डिफेन्स। 25-10, 25-16 कम्तीमा 6 अङ्क बढी जोडेको छ। यसको मतलब तेस्रो सेटमा अझै अलिकति राम्रो गर्न सक्छ। तपाईँहरूको खाजा पनि आइसक्यो, चिया खाजा तपाईँहरूलाई छ, खानुस्। र खेलाडीहरूले पनि मेहनत गरिरहेका छन्। तर दर्शक पनि तपाईँ पनि एमएसएम भिडियो एपबाट लाइभ हेर्न सक्नुहुनेछ र पर्चेस गर्नुपर्ने छ। त्यसको लागि देश तथा विदेशमा जहाँ हुनुहुन्छ एप्लिकेसन डाउनलोड गर्नुहोस्, रजिस्टर गर्नुहोस् र त्यसपछि यो प्रतियोगिताको प्रत्यक्ष प्रसारण हेर्नुहोस् सम्पूर्ण खेलहरूको। हामी आउनेछौँ तेस्रो सेटमा।
फेरि पनि स्वागत छ। हामी छौँ तेस्रो सेटमा र तेस्रो सेट सुरु हुँदैछ। के मणिमुकुन्दले यहाँबाट ती सबै कुराहरू परिवर्तन गर्नेछ जुन आवश्यक छ, होइन भने एपिएफले त आरामसँग यस खेललाई जित्दैछ, त्यसमा कुनै पनि दुई मत छैन। पहिलो सुरुवात ब्लकमा निकै नै राम्रो देखिएको छ अम्पली स्पोर्ट्स। ब्याककोर्टको डिफेन्स पनि राजकुमार निरौला भरपूर योगदान त दिए उनले, खाता पनि खोलेको छ, सायद यही आवश्यक पनि थियो, खाता खोलेको छ मणिमुकुन्द भलिबल क्लबले। दिपेशको सर्भिस र यसपछि पनि क्विक स्पाइकबाट एपिएफ को लागि यहाँ सन्तोष महता, उत्कृष्ट क्विक स्पाइक। सुरेन्द्र केसीको सर्भिस, यसपटक सर्भिस पनि बाहिर छ, केही त हुँदैछ। एमबिसी अग्रतामा छ अहिले। बिसन रनपालको सर्भिस, सुपेन्द्र राजकुमार निरौला हाई रिच, अत्यन्तै अत्यन्तै उत्कृष्ट। यो प्रहारलाई मान्नुपर्छ, क्लिन स्पाइक भन्न सक्छौँ हामी यसलाई। हाइट छ राजकुमारसँग, एक्सपिरियन्स छ। सन्तोष महताको सर्भिस, बिसन रनपालले रिसिभ गरेका थिए र त्यसपछि पनि यो अट्याक लिएका छन् कुँवरले, दिनेश कुँवरले। र मलाई राम्रो लागिरहेको छ कि त्यो चेन्ज गर्ने जुन रणनीति थियो त्यसमा पनि यहाँ छ। दिनेश कुँवरलाई इन गरायो र दिनेशले आएदेखि शक्तिशाली प्रहार गरिरहेका छन्। यदि विभागीय टिमको विरुद्धमा तपाईँ खेल्दै हुनुहुन्छ भने तपाईँलाई चाहिन्छ पावर, त्यो पावर उनले दिइरहेका छन्। तर राजकुमार निरौला शानदार शानदार बन्दै झनै दिन प्रतिदिन लामो समयदेखि देखिरहेका छौँ राजकुमार निरौलालाई हामी, र जहिले पनि राम्रो छन् फेरि त्यसमा। अहिले पनि एपिएफ झुकिन पुगेको छ, इन्क्लुडिङ विनोद चन्द समेत। दिनेश सर्भिसमा बाहिर छ सर्भिस। तेस्रो सेटको सुरुवात पनि राम्रो गरेको छ मणिमुकुन्द भलिबल क्लबले। कन्टिन्यू भने गर्ने छैन, हेर्नुपर्ने छ अन्तिमसम्म। सरोज बर्देवा आउनेछन् सर्भिसमा एपिएफको लागि। राम्रो भइरहेको छ अहिलेको सेटमा भने कुनै पनि मिस भइरहेको छैन। यहाँ सुरेन्द्र केसी कुनै समय पनि चुकिरहेका छैनन्। उनी सुरेन्द्र केसीको हातमा जादु छ आज, सधैँ नै छ त्यो जादु। सरोज बर्देवाले कन्टिन्यू गर्नेछन् सर्भिसलाई, तयार छन् उनी। केही कम्युनिकेसन भइरहेको छ रेफ्रीसँग, फलको अपिल गरिरहेका थिए। सरोज तयार छन्।
सुरु भएको छ अन्ततः अग्रता बनाएको छ एपिएफले कन्टिन्यू गर्ने कुरामा केही कमजोरी भइरहेको छ। मैले कुरा गरिरहेको थिएँ मणिमुकुन्दले कन्टिन्यू गर्नुपर्ने छ यो कुरालाई। केपेरको लागि त्यहाँ ओपेलजिसीसँग असन्तुष्टि जाहेर गर्दै थिए दिपेश कुमारले। राम्रो स्पाइक, फेरि पनि ब्याक टु ब्याक, मलाई मन परेको छ दिनेश कुमारको अहिलेसम्मको प्रदर्शन। उनी आएदेखि नै बल्ल अङ्क पनि आउन थालेको छ। मलाई लाग्छ अलिकति ढिलो ल्याए उनलाई अझ मणिमुकुन्दले, र उनी आएदेखि नै पावरफुल स्पाइकहरू मैले भने एपिएफको जस्तो टिमसँग अलिकति तपाईँले बिट गर्नु छ उनीहरूलाई भने, उनीहरूको त्यो ब्लकलाई भने शक्तिशाली प्रहारहरूको आवश्यकता छ, र त्यो शक्तिशाली प्रहारहरू अहिले दिनेश कुमारले गरिरहेका छन्। कम्तीमा तपाईँसँग डिफेन्स ब्लक त आउने नै छ, आउने नै छ। त्यो त भलिबलको एउटा सबैभन्दा अपरिहार्य कुरा हो। कम्तीमा त्यसलाई पनि तपाईँले परास्त गर्नको लागि तपाईँसँग चाहिन्छ के त? टेक्निक त चाहिन्छ, शक्ति, त्यो पावर। यसरी नै कम्तीमा अझै पुगेन भन्छु म त भीषण रणपालको। रहेरौँ जब तपाईँसँग यो प्रकारको डिफेन्स छ भने तपाईँले त अझ एक्स्ट्रा 200% गर्नुपर्ने छ त्यसमा। भनामिका त्यही नै हो एमजी, एकदमै हो। जस्तै मैले अहिले नोटिस गरेको कुरा चाहिँ होइन, हामी नै प्लेयर हुँदाखेरि पनि सायद उहाँहरूलाई के कुरामा चित्त बुझेको थिएन होला अघिको रेफ्रीको डिसिजनमा होइन। त्यस पछाडिको 2-3वटा स्कोरहरू हामीले याद गर्न सक्यौँ। एकदम त्यो हुन्छ नि एफोर्ट, एकदम एग्रेसिभ वेमा म जसरी पनि पोइन्ट ल्याउँछु तरिकाले जुन प्रहार गर्नुभएको थियो स्पाइकिङहरू हो, त्यो चाहिँ कन्टिन्यू भएको भए सायद उहाँहरूले बिट गर्न सक्नुहुन्थ्यो होला जस्तो लागेको थियो मलाई। सागर यहाँ कन्टिन्यू गर्दै टिमको लागि सेटमा भने तेस्रो सेटमा केही कमजोरीहरूलाई कम गरेको छ मणिमुकुन्दले। त्यसलाई कन्टिन्यू गर्नुपर्ने छ। हामीले कन्टिन्यूको कुरा गरिरहेका छौँ, त्यो मोमेन्टमको कुरा गरिरहेका छौँ। के कन्टिन्यू गर्नेछन् यहाँ? अवश्य पनि गर्नेछन् यहाँ कन्टिन्यू। लोचनाले तारिफ गरिरहेका छौँ पटक पटक लोचनालेको। हामीले उनको खेल हेर्न लायक छ। तेस्रो सेटमा केही सहज भइरहेको छ यहाँ मणिमुकुन्दलाई। के कन्टिन्यू गर्नेछ यो सेटमा आफ्नो मोमेन्टमलाई? आइपिएफले गर्नेछ अग्रता। सन्तोष तयार थिए। सन्तोष अब जति तयार भए पनि मणिमुकुन्द पनि तयार भइसकेको छ यो सेटमा भने। अहिले चाहिँ यो टिममा चाहिँ अलिकति केही चेन्जेस देखा जस्तो लाग्छ मलाई, किनभने प्लेयरमा चाहिँ अलिकति रिस चाहिँ हुनु पर्दो रहेछ। एउटा बदला भन्ने चाहिँ हुनुपर्छ कि मुखले गएर यस्तो यस्तो भन्ने होइन कि खेलेर चाहिँ बदला लिने के त्यो टाइपको के। आउट भएछ र स्ट्राइक यहाँ टिम एफिएफ अग्रता बनाइसकेको छ मणिमुकुन्दले अहिले भने। टाइम आउट लिएको छ, केही चेन्ज गर्नुपर्ने छ। एफिएफले चेन्ज गर्नेछ पनि आवश्यक पनि छ त्यो चेन्जेसको। मैले एउटा कुरा नोटिस गरेँ, पानामिकाको भनेको कुरा पक्कै पनि सही हो। त्यो अग्रेसन चाहिन्छ भनेर भन्नुभयो उहाँले। जब रेफ्रीसँग त्यो वाद विवाद भयो त्यसपछि गएर त्यो अग्रेसन अलिकति एड गरेका छन्, र स्पेसली मलाई लाग्छ अझ सेटर दिपेश कुमार नै गएका थिए कुराकानी गर्न पानामिका। त्यस कारणले गर्दा अब उनले पनि आफ्ना स्पाइकरहरू त्यसपछि लोचनलाई जसरी खेलाए ब्याक टु ब्याक पावरफुल स्पाइकरहरू भइरहेको छ। अलिकति भए पनि दबाबमा एपिएफ आएको छ। के भन्नुहुन्छ? हो, अब यस्तो हुन्छ कि त्यो सिचुएसनमा चाहिँ यो अब आफूले न्याय नपाएको जस्तो टाइपको फिल भयो होला उहाँहरूलाई सायद होइन। अब चाहिँ जेसुकै होस् म हानिदिन्छु भन्ने टाइपको एउटा रिस पनि भयो होला क्या सायद उहाँहरूमा। त्यही भएर पनि खुलेरै हान्नु भयो क्या।
र जब अपोनेन्टले त्यो प्रकारको अग्रेसन देखाउँछ भने पुलिस फोर्ससँग पनि त यस्तो प्रकारको स्पाइकरहरू छन्, त्यो पनि बिर्सिनु भएन। म त भन्छु अग्रेसन एउटा कुरा, त्यो स्पाइकमा त एउटा कुरा, नम्बर्स त आउनेछ, तर तपाईँको डिफेन्समा त्यो अग्रेसन खै? प्रश्न त्यही हो। जुनसुकै कुरामा आवश्यक छ अग्रेसनको, यहाँ मेन्टालिटीको आवश्यक छ, यहाँ माइन्ड गेमको पनि आवश्यक छ भलिबलमा। केही फरक हुन सक्छ, किनकि अग्रतामा छ एमबिसी र खेलाडीहरूको त्यो बडी ल्याङ्ग्वेजबाट पनि हेर्न सक्छौँ कि उनीहरू अपगल्ती गर्नु हुँदैन भनिरहेका थिए। लोचनले पक्कै पनि सर्भिस गर्न खेलाडी जो गएका थिए सर्भरलाई अपगल्ती गर्नु हुँदैन है, राम्रो राम्रो सर्भिस भन्दै थिए, र नभन्दै त्यति नै राम्रो सर्भिस पनि उत्कृष्ट सर्भिस हो। यो प्लेयरहरूको एकदम भनेको चाहिँ मनोबल पनि हो जस्तो लाग्छ कि अब जस्तै अब एउटा स्पाइकरले एउटा पोइन्ट ल्यायो, अर्को स्पाइकरले अर्को पोइन्ट ल्यायो भने सबैको एउटा हुन्छ नि जुन त्यो आत्मविश्वास बढ्दो रहेछ कि ल उसले त गर्यो म पनि सक्छु, म उसलाई सपोर्ट गर्छु भन्ने तरिकाको सबैको हुँदै गएपछि स्कोर आउने, जोस आउने, त्यस्तो हुँदो रहेछ, डर हट्दै जाने त्यो टाइपको भावना हुँदो रहेछ क्या। सङ्गम श्रीको क्याप्टेनबाट उत्कृष्ट प्रहार, यो कहाँ थियो जोस? 2 सेटमा कहाँ थियो? हराएको थियो यो अहिलेको एनर्जी। यहाँ पनि सर्भिस आउट हुन पुगेको छ, तर पनि त्यो मोमेन्टम, त्यो कन्फिडेन्स जुन गेन गरेको छ यस सेटमा मणिमुकुन्द भलिबल क्लबले, त्यो राम्रो देखिन्छ। कम्तीमा देखाएपछि त सकिँदो रहेछ त। आवश्यक थियो एग्रेसनको पहिलो सेटबाट नै, यो मोमेन्टमको 13-10 को अवस्थामा छ। सन्तोष आउनेछन् सर्भिसमा एफएफ को लागि। के कन्टिन्यू गर्नेछ अब यहाँ आफ्नो फर्मलाई मणिमुकुन्द यो सेटमा केही फरक, ब्लकहरू कमजोर भइरहेको छ अब यहाँ एफएफलाई। बचेको छ बल, यहाँ चान्स हुनेछ एफएफ को लागि। के कन्भर्ट हुनेछ? अवश्य पनि हुनेछ यहाँ। सोह्र 12 को अवस्थामा यो सेटमा भने केही राम्रो देखिँदै मणिमुकुन्द भलिबल क्लब कन्टिन्यू गर्ने अपेक्षा हुनेछ। सङ्गम गइरहेको थियो सर्भिस र यहाँ मिस गर्ने छैनन् सुरेन्द्र, उनी यसैका लागि प्रख्यात छन्। सुरेन्द्र केसी हाम्रो त्यो लयलाई कन्टिन्यू गर्दै टिमलाई यो अग्रता बीचमा अलि छुट्याउने प्रयास हुनेछ, उनको गर्नेछन् छुट्याउने प्रयास।
यहाँ भने केही कमजोरी नपुग्यो, माइन्ड गेम खेल्न खोज्दै थिए, सफल हुने भन्न सकेनछन्। एफएफ फ्लप जति ठुलो अग्रता होस्, विभागीय मेन्टालिटीको हामी बेला बेलामा कुरा गर्ने गर्छौँ। यो सेटमा धेरै ठुलो अग्रता लिइसकेको थियो मणिमुकुन्दले, तर कमब्याक गरेको छ एफएफले। यहाँ मात्र 2 अङ्कको फरक छ। त्यति कमब्याक गर्ने अर्को यो पाटोलाई निहाल्दैछन् सागर रनपाल। मणिमुकुन्दका लागि कुनै चान्स रहेन। यहाँ रूपेन्द्र गैरे थिए, त्यहाँ डिफेन्सका लागि केही गर्न खोजिरहेका थिए। अब पनि सच हुनेछ यहाँ टिमका लागि। सत्र 15 को अवस्थामा यहाँ केही अग्रता मणिमुकुन्दलाई पटक, तर एफएफले लामो समयसम्म अग्रता लिने मौका दिइरहेको छैन। सुरेन्द्र परियारको सर्भिस यो, के एफएफले कमब्याक गर्नेछ? सुरेन्द्र कमब्याक गराउनेछन् उनी। धेरै लामो समयसम्म पछाडि बस्न दिने छैनन् आफ्नो टिमलाई। जित्नु पर्नेछ खेल यो सेटमा नै सकाउन चाहन्छ एफएफ, कुनै मौका दिन चाहन्न मणिमुकुन्दलाई। र मलाई लाग्छ अझै रोमाञ्चक हुनेछ यो सेट, किनकि एपीएफ चाहँदैन थप लम्ब्याउन, 4औं 5औं सेटमा जान चाहँदैन र मणिमुकुन्दको लागि त्योभन्दा अरू विकल्प छैन। यो शटले देखाएको छ विनोद चन्द नेपालको किन उत्कृष्ट लिबेरो हुन्। डिफेन्स राम्रो गर्दैछ मणिमुकुन्द भलिबल क्लबले अहिले। विनोद सुपेन्द्रले दिएका छन् सुरेन्द्रलाई र अर्को एउटा उत्कृष्ट ब्लक र त्यति नै राम्रो रिफ्लेक्सन त्यहाँ विनोद चन्दबाट, र त्यसपछि लास्ट कोट के हेरिरहेको थियो मणिमुकुन्द। सबै खेलाडीहरू अगाडि झुमिरहेका देखिन्थे बनामिका। अहिलेको स्पाइकिङ चाहिँ एकदम प्लेन स्पाइकिङ थियो होइन। त्यो बल भनेको टस कहाँबाट होइन सेटरले पनि गर्नुभएको थिएन, र पनि त्यो बललाई चाहिँ टाइमिङ मिलाएर त्यो ठाउँमा हान्नु भनेको एकदमै उत्कृष्ट नै मानिन्छ। 17 all। सागर रसाइली आएका थिए, यसपटक पनि काम गरेन उनको जम्पले, उनको स्पाइकले। अग्रतामा आर्म पुलिस फोर्स। अब यहाँनिर ठुलो टेस्ट हुनेछ मणिमुकुन्दको। त्यति राम्रो अग्रता त जोगाउन सकेको छैन, तर के सँगसँगै हिँड्न सक्छ अन्तिमसम्म। टाइम आउट मागेका छन् प्रशिक्षकले र दर्शकबिन। हामी भनिरहेका छौँ तपाईँलाई यो 20 गतेसम्म प्रतियोगिताको फाइनल, र आज भने एपीएफ र नेपाल पुलिस क्लबको महिला टिमको बीचमा प्रतिस्पर्धा हुँदैछ। आज यसपछिको अर्को खेल पुरुषको हुनेछ। यो पहिलो खेल हो, ढोरपाटन र खेलजिउबा क्लब भेट्नेछन् यसपछि। सेभेन्टिन 18 को स्थितिमा अब के सँगसँगै जान सक्छ। बस त्यही हो, मणिमुकुन्दले यदि त्यति गर्न सक्यो भने अन्तिममा फिनिस गर्ने एउटा मौका त हुनेछ उनीहरूलाई, तर जानुपर्छ सँगसँगै। यसपटक अङ्क पनि प्राप्त भएको छ। यहाँ सुरुमै विसेल सेकेन्ड रेफ्री प्रज्वल मल्लले लिइसकेका थिए। के भएको थियो खास गल्ती? माइट बी लाइन क्रस होइन, नेट टच। लाइन क्रस जस्तो हो कि नेट टच? नेट टच नै हुनुपर्छ। हजुर हजुर। राजकुमार सुपेन्द्र सुरेन्द्र केसी फेरि पनि ओल विनोदले छोडे, रोकिदिए। त्यसपछि सुरेन्द्रलाई एउटा चान्स बनेको थियो, तर अहिले भने एउटा राम्रो काम के गरिरहेको छ, सुरेन्द्र केसीलाई मौका दिएको छैन। कम्तीमा उनलाई रोक्न सक्नु पनि ठुलै सफलता हो, र त्यसमा अङ्क पनि। यहाँ सुपेन्द्रले सुरेन्द्रलाई नै खोजेका थिए, र के टेक्निक रङ हुन पुग्यो। उहाँले चाहिँ साइड जोन नम्बर 2 मा काटेर हान्नु खोज्नु भएको थियो र, तर कोही बेलामा चाहिँ त्यस्तै भइदिन्छ कि त्यो अब के नमिलेर अब मिस्टेक हुन पुगिहाल्छ क्या। यदि यस्तो किसिमको क्षमता छ भने त बस त्यही गर्दा पनि हुन्छ। सुरेन्द्र केसीले धेरै लामो समय उनको अहिले भग गरिरहेको छ। एउटा राम्रो पक्ष भनेको मणिमुकुन्दको यदि जुनसुकै एउटा प्लेयर जसले राम्रो अङ्क दिलाइरहेको छ टिमलाई भने त्यो प्लेयरलाई मात्रै रोक्न सकियो भने
सहज हुनेछ भन्ने एउटा मेन्टालिटी थियो, तर यहाँ सहज हुनेछ त मणिमुकुन्दलाई पुनः अग्रता लिइरहेको छ। यो सेट भने केही रोचक भइरहेको छ। हाम्रा टिम सुरेन्द्र यहाँ हेरै सकिरहेका छैनन्। राम्रो विनोदको यहाँ के हुनेछ, यहाँ स्कोर हुनेछ छैन, अझै राम्रो चलिरहेको छ र्याली। र अब भने सफल यहाँ। वाह, सरोज बर्देवा यो पटक एपिएफलाई अवश्य पनि प्रेसर पनि छ, तर त्यो प्रेसरलाई ह्यान्डल गर्न सक्ने क्षमता छ एपिएफको। अहिले जुन अट्याकिङ थियो सरोज बर्देवाको, उहाँको जम्पिङ नै कति लाइट हल्का अनि कटिङ स्टाइल एकदम राम्रो थियो। So cute and so nice. दिनेश फेरि पनि डबल ब्लकमा दोस्रो पटक पनि पुलिस फोर्सले रोकिदियो दिनेशलाई। हेर्न सक्छौँ हामी यो पहिलो दाहिने हाते स्पाइक, त्यो डिफिकल्ट एङ्गलबाट बेन्ड गर्न त्यो फेन्डिङ स्पाइकको लागि। सेकेन्ड पटक पनि त्यही पोजिसनमा। मलाई लाग्थ्यो त्यहाँ के गर्न सक्थे, सायद त्यो बललाई चाहिँ जोन नम्बर 2 तिर हान्नु भएको भए चाहिँ अलिक सफल हुन्थ्यो कि जस्तो लाग्यो मलाई, किन ब्लक टाइट चाहिँ त्यही जोनतिर गरिएको थियो कि अहिले। अझ मलाई लाग्छ दोस्रो पटक त उसले प्लेसमेन्टको लागि पनि हेर्नु पर्थ्यो खास। प्लेसमेन्ट पनि यस पावरमै गए। 21 को स्थिति छ। सुपेन्द्र सरोज हो टप क्लास एफर्ट हो। क्या शानदार ड्रप गरेका छन् उनले। प्लेसमेन्ट एकदम राम्रो, खाली ठाउँ थियो। अझ मलाई पुरानो दिनको याद आयो होइन, विनिता दिदी सबैलाई थाहा छ होला एपिएफको, उहाँलाई चाहिँ प्लेसिङ गर्न चाहिँ हामी अलि जहिले पनि हिचकिचाउँथ्यौँ, किनकि लाइक सबै बल उठाइदिनुहुन्थ्यो उहाँले, जस्तो ठाउँमा फाले पनि छोड्दै नछोड्ने। अब अहिले हुनुहुन्छ नेपाल पुलिसमा कमला पुन, उहाँको अगाडि प्लेसमेन्ट गिर्न भनेको चाहिँ एकदमै डिग्री पाए जस्तो हो। एकदमै यहाँ डिग्री त पाउने छ एपिएफले। सुपेन्द्र दर्शकहरू राखेको बड हलमा बिहानैदेखि आइरहेका छन् खेलमा एपिएफ। अब केही सहजमा यो खेल जित्ने तर्खरमा छ एपिएफ। मणिमुकुन्दले पनि कमब्याक गर्न सक्छ, धेरै अग्रता छैन, तर अन्तिम समयको अन्तिम अङ्कको यो अग्रताले गर्दा टिमलाई भने निकै नै गाह्रो पर्ने गर्छ कमब्याक गर्नको लागि। राजकुमार नेरोला आउनेछन्। त्यसको अवस्था एमएसएम भिडियोबाट तपाईँहरूले प्रत्यक्ष प्रसारण हेरिराख्नु भएको छ। आजको पुरुषतर्फको पहिलो खेल, आज दिनको पहिलो खेलको सुरुवात एपिएफले के जितबाट गर्नेछ। यहाँ भने चुक्न पुगे सरोज बर्देवा। गलत समयमा चुक्न पुगेका छन् उनी। उनको लागि त इजी स्पाइक हुनु पर्थ्यो त्यो, तर यही हो भलिबल, यही हो प्रेसर, यही हो। 23 को स्थिति छ। अब सुपेन्द्र लो हाइटमा दिएका छन्। रुपेन्द्रको लागि चान्स बल रहेको छ मणिमुकुन्दका। लोचन त्यहाँ सङ्गम श्रेष्ठ थिए क्याप्टेन। त्यसपछि भने सरोज बर्देवा छोड्ने छैनन्, तर मलाई लाग्छ यहाँ कप्तान जो रहेका थिए मणिमुकुन्दका सङ्गम श्रेष्ठ, उनको रङ डिसिजन हुन पुग्यो। चान्स बल आएको थियो, कम्तीमा उनले फिनिस गरिसक्नु पर्थ्यो, तर त्यसपछि हेर्नुहोस् एपिएफले छोडेन। अब म्याच पोइन्टमा छ पुलिस फोर्स। अन्तिम सेटमा के प्रतिस्पर्धा त देखाएको छ, तर के जित्न सक्छ त मणिमुकुन्दले। सरोजको सर्भिस, मणिमुकुन्दलाई गल्ती गर्ने सुट छैन। लोचन यहाँ को थिए? लोचन भन्दा पनि अहिले त दीप सुनार हुन्। मणिमुकुन्दका रोकेका छन् खेलमा फर्काएका छन् मणिमुकुन्दलाई उनले। जीवनदान राम्रो टेक्निक, पावर युज गरेनन्। थोरै त्यो ब्लकरको माथिबाट जाओस्, अलिकति क्यालकुलेटेड।
अग्रतामा को जानेछ सुरेन्द्र फेरि आएको छ एपिएफमा नै सुरेन्द्र केसी ओ ब्याककोटलाई हेरेका थिए उनले यहाँ भने अर्को एकपटक दीप सुनार अग्रतामा राखेका छन् मणिमुकुन्द भलिबल क्लबलाई शानदार अङ्कहरू ल्याइरहेका छन् उनले 2 पटक क्विक स्पाइकबाट दीप सुनार दीपले त्यो दीप बालेका छन् उज्यालोको ज्योति दिएका छन् थोरै भए पनि जोस फर्किएको छ मजा आएको छ खास 24-25 को स्थिति छ अब सेट पोइन्टमा छ मणिमुकुन्द भलिबल क्लब आशाको किरण दीप सुनार नाम चाहिँ दीप बलेका छन् उनी चाहेको बेलामा नै अँध्यारोलाई चिरेका छन् त्यो जुन मृत्युको मुखमा पुगिसकेको थियो एक समय मणिमुकुन्द भलिबल क्लब त्यति राम्रो मान्छेलाई त्यहाँ सायद अलिकति अँध्यारो भयो जस्तो छ अलिक लाइट पुगेन त्यो ठाउँमा सेट पोइन्ट विनोद चन्द एपिएफ को लागि सुरेन्द्रको शट हो उत्कृष्ट फेरि पनि बराबरीको अङ्क हुनेछ यो चान्स भने यहाँ एपिएफ नभने अहिले भने मणिमुकुन्दको छ धेरै यहाँ मोमेन्टम पाइरहेको छ त्यो किसिमको कुनै मिस्टेकहरू गरिरहेका छैनन् यहाँ मणिमुकुन्द यति चाँडै यो खेल सकाउन दिने योजनामा छैन एपिएफलाई के हुनेछ यहाँ राम्रो एकदमै पुनः पनि सेट पोइन्टमा आएको छ मणिमुकुन्द अहिले भने तपाईले देख्न सक्नुहुन्छ यहाँ बल हैन पासा बुद्धि लगा भने जस्तो भयो ओके पनि सेट पोइन्टमा छ एमबीसी सेट पोइन्ट खेलिन सक्नेछ सुपेन्द्र आएका छन् सुरेन्द्रको प्रहारलाई रोकेको छ चान्स बल मणिमुकुन्दको लागि हो यहाँ मिस्टेक हुनु हुँदैन विनोद थिए फेरि अर्को एउटा बराबरीको अङ्कको अवसर एपिएफको लागि यो चेक आउट हुनेछ ब्लक थियो एमबीसी को बाहिरिएको छ सुरेन्द्र केसीले फर्काएका छन् फेरि पनि पुलिस पोस्टलाई 26-26 यो कहाँ थियो यो जोस मणिमुकुन्दको त्यो पहिलेको 2 सेटमा लागिरहेको थियो चिसोले उनीहरूको हात रोकेको छ खास आज पक्कै पनि तेस्रो सेटमा यो जोस सुरुवातदेखि नै देखेका थियौँ हामीले फर्किने मौका छ यहाँ गल्ती गर्ने छैनन् कसको लागि जानेछ चान्स यो पटक आउनु नपुग्यो पुनः आउनेछ यहाँ मणिमुकुन्दलाई गल्ती गर्न पुग्यो यहाँ एपिएफ अन्तिम समयमा आएर यो सेटमा गल्ती गरिरहेको छ बारम्बार मौका दिइरहेको छ मणिमुकुन्दलाई युटिलाइज गर्न सकिरहेको छैन मणिमुकुन्दले युटिलाइज गर्नुपर्नेछ सेट पोइन्टमा निकै नै रोचक अवस्थामा यो सेट दिपेशको सर्भिस थियो के हुनेछ यहाँ अङ्क हुनेछ यहाँ पुनः बराबरीको अवस्थामा आएको छ खेल एपिएफ यो सेटमा भने पहिलो 2 सेटमा भएको एकदमै राम्रोपनलाई कमजोरी बनाइरहेको छ यहाँ मणिमुकुन्द भने त्यो कमजोरीलाई सुधारिरहेको छ आम पुलिस फोर्स त्यही काम गरिरहेको छ सुरुवातदेखि नै गरिरहेका छन् त्यो ओभर पावर गरिरहेको थियो र यहाँ ब्लक म भन्ने वाला नै थिए खास कि अब त्यो डिफेन्स जुन सुरुवातदेखि नै गर्दै थियो रुपेन्द्रले जुन गरिरहेका थिए सन्तोष महताले त्यो पछिल्लो समय देखिरहेको थिएन र त्यस कारणले गर्दा यहाँ सरोजको ब्लक हो तर पनि त्यो चेन्ज हामीले देख्यौं सुनिल गल्ती मकरलाई मिडल ब्लकर त्यो परिवर्तन गरेका थिए प्रशिक्षकले त्यो ब्लकलाई टाइट राख्न चाहन्थे म्याच पोइन्टमा छ आम पुलिस फोर्स के गर्दैछ यहाँ मणिमुकुन्द भलिबल क्लबको लागि कोही स्पाइक लोचन यहाँ मिस गर्न पुगे यो ठुलो अवसर गुमाउन पुगे लोचनाले मगरले जुन लोचनको हामी बारम्बार तारिफ गरिरहेका थियौं अन्ततः हेर्न सक्छौं यो रकेट चाहिँ क्विक क्या फास्ट थियो तर पनि टार्गेट मिस गर्न पुगे उनले ब्रेस प्रकार 25-10-25-16 त्यसपछि 29-27 मणिमुकुन्द भलिबल क्लबले कमब्याक त गर्यो या भनौं प्रतिस्पर्धा त दियो तर पर्याप्त भने हुन सकेन अन्ततः एपिएफले सोझो सेटमा नै हराएको छ तर अन्तिम सेट रोमाञ्चक थियो पानामिका त्यो क्विक स्पाइक यदि लागेको भए लोचनले बचाउन त कसैले सक्ने थिएनन् तर आफैले बाहिर प्रहार गरे
सायद त्यो स्पाइक राइट हुन पुगेको भए यो गेम पल्टिन्थ्यो जस्तो लाग्थ्यो है मलाई चाहिँ त्यो लेभलमा खेलिराख्नु भएको थियो यो थर्ड सेट चाहिँ उहाँहरूले के ओभरअल कस्तो रह्यो ओभरअल फर्स्ट र सेकेन्ड म्याच चाहिँ एकदम एनर्जी लो होपलेस टाइपको खेलिराख्नु भएको थियो नि त थर्ड सेटमा मैले पनि लाइक भनेको थिएँ त्यो एउटा समथिङ केही कारणले गर्दाखेरि उहाँहरू चाहिँ रिसले पनि खेल्नुभयो होला त्यस पछाडि लगातार उहाँहरूको गेमहरूको मुभमेन्टदेखि लिएर होइन खेल्ने तरिकादेखि लिएर एकदम चेन्जेस एकदम राम्रो थियो क्या सुरु सेटदेखि सायद यसरी नै खेलिराख्नु भएको भए आजको सेट कि त पाँचौँ सेट त्यस्तै समथिङमा जान्थ्यो जस्तो लागेको थियो मलाई देख्न सकिरहेका छैनौँ हामीले प्रतियोगितामा 5 सेटसम्मको खेल अहिलेसम्म प्रतिस्पर्धात्मकको खेल देख्न सकिरहेका छैनौँ सम्भवतः आउने खेलहरूमा हामीले देख्नेछौँ प्रतियोगिता सुरु भएको आज लामो समय भइसक्यो तर पनि 5 सेटसम्मको खेल देखिरहेका छैनौँ हामी आउनेछौँ पोस्ट म्याच लिएर एमएसएम भिडियो हेर्दै गर्नुहोला